कहाँ हिँडेको हामी? बाथेनपडी। हेलो नमस्ते, वेलकम टु माई ब्लग। आज चाहिँ हामी बाथेनपडीमा जाँदैछौँ। त्यहाँनिर हल्का अफर छ अरे भनेको सुनेर अब म गएर हेरौँ है त के छ अफर है त गाइस। ल अब चाहिँ हामी लाग्यो म बहिनी हामी दुईजना पुग्यो। अब चाहिँ भरे वहाँनिर पुगेर हामी सामान ल्याएपछि देखाउँछौँ अरू चाहिँ है सामानहरू के लिएर आइँदो रहेछ। हेरौँ अफर कतिको छ। यहाँदेखि हामी गाडी चढेर जान्छौँ है गाइस। यस्तो तातो छ नि। अहिले यहाँनिर कति बज्यो? 8 बज्नु लागेर पनि यस्तो तातो छ है। त्यही भएर दिउँसो त झन् हिँड्नै सकिँदैन। हान्छौँ क्या यहाँनिर। अब गाडी पर्छ हामी यहाँनिर। ट्याक्सीमा जाने पैसा छैन, त्यही भएर बसमा जान्छौँ हामी। हिजो मात्र ओपनिङ भएको नि त हामी अस्तिदेखि स्टार्ट गरेर नि। अनि चाहिँ कस्तो पर्छ है यहाँनिर बाथरुम अनि जाने खै यताहरू त पनि सेक्सी छ नि बहिनी होइन? सेक्सी अब हामी यहाँ आइपुग्यौँ गाडीबाट ओर्लेर होइन। अब हामी मरिनातर्फ जाँदैछौँ मलतिर। वहाँ पुगेर हेर्नुपर्छ। कपाल भर्खर नुहाएर हिँडेको त आम्मा बिजोग भइरहेछ। फाइनली मरिना मल है यो चाहिँ। हामी आइपुग्यौँ यहाँनिर। यहाँ चाहिँ सब ब्रान्डको उयोहरू पाइन्छ क्या, ब्रान्डहरू सब यहाँनिर छ। खारीको पानीले कपाल झरेर तक्ला भइसक्यो तक्ला। आइपुग्यो होइन त यहीँनिर है। अब यहाँदेखि भित्र छ भित्रमा यही ठाउँमा आएको। खासमा हामी अफर चाहिँ यही ठाउँमा चलेको भनेको गाइज। अब हेरौँ कस्तो कस्तो छ अफर। अफर त रहेछ 4 केजी 2 केजी 750। ल्याउ न। त्यो एउटाले हुन्छ है। अफरको कुराहरू छ। यहाँनिर अब काउन्टरमा हामी लिइसकेर अब पे गर्दैछौँ। नो कैश 5200। ओके थैंक यू। बाय बाय बाथेनपडी। बाय बाय भन्नु। बाय 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 बाथेनपडी। यता खोइ देखाइदेऊ। सपिङ भयो। देखाइदेऊ के गर्ने यत्रो ठुलो उसमा होइन सपिङ मलमा पसेको छ। पैसा 1 रुपियाँ छैन गाइस। सकिगयो भएको पैसा पनि यति मात्रै थियो। अब लिनु त धेरै मन थियो होइन, पैसै सक्यो। अब डाइरेक्ट घर जाने हो। रुम क्या रुम। यो चाहिँ पछि नेपाल जानुको लागि सपिङ गरेको हो क्या हामीले। मैले चाहिँ यहीँको लागि हो है, नेपाल जानुको लागि। मैले चाहिँ नेपालकै लागि सपिङ गरेको यो हालमा होइन। अब नेपाल जानु कति पनि छैन नि त मेरो, त्यही भएर पैसा नभए पनि हल्का कपडातिर घुमिदिउँ भनेर अब पसेको हामी फेरि दुईजनाको। यता इन्ट्री भयो तर के गर्नु राम्रै पाउँदैन र पो त।
छैन यो कपडा हेर त यो सर्ट राम्रो छ ब्ल्याकमा मेरो अलरेडी नै छ ब्ल्याक राम्रो छ त ओ माई गड थाहा छ प्राइस 18 केडी अरे 18 केडी यो एउटा सर्टको गाइस यो के हो अत्याचार भयो त नि यो त अत्याचार बहिनी 18 केडीको ल हेर्नु यहाँनिर 18 केडीको यसमा के चाहिँ छ होला र त्यही भएर मलाई पस्नै मन लाग्दैन क्या यो अलिकति यो पनि 18 केडी नै लिएर राखेको ओ नो 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 दाम देखेर बियस भयो अब धेरै नघुमौँ होला जाउँ भित्र फोटो किन्नमा आइ नै छैन रहेछ फोटो किन्नु पर्यो त्यहाँ गएर फोटो खिच्नु पर्छ मान्छे मानेर सपिङ गर्न आएको अरे फोटो खिचिरहेछ कोही कोही चाहिँ हेलो मान्छे सपिङ गर्न आएको फोटो खिचेर बस्छ है प्राइस बेसी देखेर होला मान्छे फोटोमा लाग्यो अब यहाँनिर पनि केही पनि पाइएन पैसा पनि छैन अब चाहिँ लाग्नै पर्छ ल जाउँ हामी यहाँनिर सकिँदैन हामी किन्नु